poem and wisdom. आज हामी सबैजना यहाँ सेलिब्रेट गर्न आएका छौं शब्दहरूलाई, शब्द लेख्ने व्यक्तिहरूलाई, विशेष गरी हामी शब्दका सर्जकहरूलाई जीवन्त पार्ने पाठकहरूको भेटघाट कार्यक्रम भएको छ। आफ्टर स्कुल नेपालले प्रेजेन्ट गरेको छ। द रिडर्स मीट 2082 को च्याप्टर फर्स्टमा छौं हामी इन एसोसिएसन विथ मल्पी इन्टरनेशनल कलेज। आज हामी मल्पी इन्टरनेशनल कलेजमा उपस्थित छौं। हामीलाई मल्पी इन्टरनेशनल कलेजले यो भेन्यू उपलब्ध गराएको छ र अन्य सहयोगहरू पनि गरेको छ। सो सबैभन्दा पहिला कार्यक्रमलाई सुरु गर्नुभन्दा अगाडि पनि म मल्पी इन्टरनेशनल कलेजलाई धन्यवाद दिन चाहन्छु र म आजको होस्ट ममिता भण्डारी मेरो तर्फबाट र द रिडर्स मीटको तर्फबाट तपाईहरु सबैजनालाई स्वागत गर्न चाहन्छु। आज हामी सबैजना सुन्न, सुनाउन अनि यो वर्डहरूलाई सेलिब्रेट गर्न, स्पेशली लिटरेचरलाई सेलिब्रेट गर्न उपस्थित भएका छौं। मलाई लाग्छ हामी सबैजना लिटरेचर प्रेमी हौ, किनभने यहाँ आइपुग्दाखेरि नै हामीले हाम्रो पोस्टरहरू सेयर गर्दाखेरि नै हामीसँग आज लेख्ने, सुन्ने, सुनाउने व्यक्तिहरू हुनुहुन्छ। अनि आज चाहिँ हामीले धेरै कार्यक्रमहरू गर्छौं, जस्तै अमर सर हुनुहुन्छ यहाँ अनि उहाँका कुराहरू सुन्छौं। यसै गरी हामीसँग रोहित सर हुनुहुन्छ, उहाँको कुराकानीहरू सुन्छौं। आज हामी गीत पनि सुन्छौं। सो कार्यक्रमलाई ढिला नगरिकन म अगाडि बढाउन चाहन्छु र सबभन्दा पहिला आजको यस रिडर्स मीट च्याप्टर फर्स्ट 2082 को च्याप्टर फर्स्ट को कार्यक्रमको अध्यक्षता गरिदिनु हुन म द रिडर्स मीटका प्रेसिडेन्ट अध्यक्ष विश्वविजय खड्का सरलाई अनुरोध गर्न चाहन्छु। यसैगरी आजका हाम्रा विशेष अतिथि हुनुहुन्छ नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद सदस्य सर हुनुहुन्छ अमर उबाने सर। उहाँ मदन पुरस्कार विजेता हुनुहुन्छ। विशेष गरी उहाँलाई आज हामीले हाम्रो विशेष लेखकको रूपमा स्वागत गरेका छौँ। हामी उहाँका कुराहरू सुन्छौँ। यसैगरी हामीसँग हुनुहुन्छ स्पेशल गेस्टको रूपमा मोटिभेसनल स्पिकर रोहित मल्ल सर। उहाँलाई पनि हामी हार्दिक स्वागत गर्न चाहन्छौँ। यसैगरी हामीसँग आज सार्थक लामा सर हुनुहुन्छ। उहाँ सिङ्गर हुनुहुन्छ, भोइस अफ नेपालको सिजन 6 का टप 6 फाइनलिस्ट हुनुहुन्छ। यहाँ हुनुहुन्छ भने उहाँलाई पनि म अतिथि आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। उहाँले हामीलाई केही सुन्न जोइन गर्छु भनेर इन्फर्मेसन चाहिँ दिनुभएको थियो। यसैगरी हामीसँग सबिउ सभापति हुनुहुन्छ पद्म कन्या क्याम्पसका भुपियर सर। उहाँलाई पनि हुनुहुन्छ भने अतिथि आसन ग्रहण गर्न अनुरोध गर्दछु। यसैगरी मल्पी इन्टरनेशनल कलेजका प्रतिनिधिज्यूहरू अशोक कार्की सरलाई पनि म अतिथि आसन ग्रहण अनुरोध गर्दछु। यसैगरी प्राप्ति शर्मा हुनुहुँदो रहेछ, उहाँहरूलाई पनि म अतिथि आसन ग्रहण अनुरोध गर्दछु। यसैगरी शङ्कर रावत हुनुहुन्छ मल्पी इन्टरनेशनल कलेजमा चाहिँ। अनुरोध गर्न चाहन्छु र सौरभ अधिकारी हुनुहुन्छ मार्केटिङ हेड हुनुहुँदो रहेछ मल्पी इन्टरनेशनल कलेजबाट। यसैगरी अनुरोध शाह द फाउन्डर अफ एजुकेसन साथी, उहाँलाई पनि म अतिथि आसन ग्रहण गर्न अनुरोध गर्दछु। अतिथि आसन ग्रहण सँगसँगै हामी हाम्रो कार्यक्रमलाई हामीले समयमै सकाउनलाई म छिटो छिटो कार्यक्रमलाई अगाडि बढाउन खोजिराखेको छु। आफ्नो विचार राखिदिनु हुनको लागि चाहिँ म वेलकम स्पिचका लागि चाहिँ म द रिडर्स मीटका भाइस प्रेसिडेन्ट दधिराम पौडेल सरलाई अनुरोध गर्दछु। एमबिएससी सिए साइन्स पढाइ हुन्छ, यसैगरी बिबिए अनि बिबिए फाइनान्स र एमबिए पढाइ हुने रहेछ। आज हामीलाई मल्पी इन्टरनेशनल कलेजले हेल्प गरेको छ। यस्तै हेल्पफुल ह्यान्डहरूले गर्दाखेरि हामी हाम्रो कार्यक्रम, हाम्रो मोटिभलाई अगाडि बढाउन सकिरहेका छौँ। सो मल्पी इन्टरनेशनल कलेजबाट आफ्नो सानो मन्तव्य राखिदिनु हुन म अशोक कार्की सरलाई अनुरोध गर्न चाहन्छु। Thank you so much. देखाउनु भयो शब्दहरू कसरी फरक फरक गर्नुपर्छ भनेर। अर्को चाहिँ मेन्टली स्ट्रङ भने कि स्ट्रङ मेन्टल भनेर भन्नुभयो। यो
सबै कुराहरू गर्दै गर्दाखेरि चाहिँ हामी द रिडर्स निडको च्याप्टरमा छौँ। अनि यो सबै चिजहरू गर्नका लागि चाहिँ उहाँले मेन्सन गर्नुभयो कि भएन, तर पढ्नु चाहिँ पर्छ है भन्ने हाम्रो मेसेज हो। यो सबै चिजहरू गरेर रिडर्स निडमा आएर आफूलाई मेन्टली स्ट्रङ गराउनको लागि, काम गराउनको लागि, वारियर हुनको लागि पनि पढ्नुपर्छ। जे पढे पनि हुन्छ, उहाँले क्वेसन गर्नुपर्छ, क्रिटिकली सोच्नुपर्छ भन्नुभयो। अनि हामीले पढ्यौँ भने चाहिँ क्रिटिकल थिङ्किङ पावर पनि बढ्छ होला जस्तो लाग्छ। त्यसैले हामीले हाम्रा अग्रजहरूको किताबहरू पढ्नुपर्छ, हिस्ट्री पढ्नुपर्छ। के भयो, जे पढे पनि हुन्छ। लेख्नेहरूले त झन् मायाको कुरा लेख्नलाई पनि मजाले पढ्नुपर्छ। तपाईँहरूले अमर सरको गुलाल मेल पढ्नुभयो कि भएन, होइन? पढ्यो भने कस्तो राम्रोसँग एक्सप्रेस गर्न सकिँदो रहेछ, डिफ्रेन्ट आफ्नो क्यापेसिटी बढ्छ भन्ने कुराहरू चाहिँ सरले भन्नुभयो। सरलाई थ्याङ्क यू सो मच। हजुर, सरलाई चाहिँ टोकन अफ लभ प्रोभाइड गरिदिनु न। म रिडर्स मिटका अध्यक्ष विश्व सरलाई अनुरोध गर्न चाहन्छु। कस्तो लाग्यो यो महत्त्वपूर्ण हुन्छ, प्रश्नको आधारमा उत्तर आउँछ। अनि एकदमै राम्रो प्रश्न अनि एकदमै राम्रो उत्तर दिनुभयो। हामी सबैजनालाई एकदमै मजा आयो। विशेष गरेर अब बहिनी भने जस्तो विमेन इमोसन्समा कुरा गर्दाखेरि चाहिँ कसरी भनेर हामीलाई अझै मजा आउँछ। अनि किताबहरूमा चाहिँ लेखिएको छ। सो दुवैजनालाई धेरै धेरै धन्यवाद। सर एकछिन बस्नुहुन्छ। सरले 3 मिनट भनेर भनिसक्नुभयो। सो हामीलाई चाहिँ हाम्रो टिमबाट हाम्रो अध्यक्ष सर बादर्शी सरलाई टोकन अफ लभ दिएर सरलाई बिदा गरिदिनु अनुरोध गर्दछु। सरलाई धेरै धेरै धन्यवाद। सरलाई पनि धेरै धन्यवाद। अब निकालिसक्नु भएको थियो। अघि भाइले बार पनि पठाएको छैन भन्दै हुनुहुन्थ्यो। सो हामी नजन्मिँदैदेखि अहिले हामी आएर एटेन्ड गरेर बुझ्ने अवस्थासम्म चाहिँ सरले के भोग्नुभयो, कसरी लेख्नुभयो, के छन्, भिन्सरले के सोध्नुहुन्छ, त्यो पनि त हेर्नै छ। सो म अब पछाडिको सेसन चाहिँ हाम्रो अमर नेपाली सरसँग भयो। यो गीतभन्दा अगाडि चाहिँ आजको पात्रहरू एकचोटि बताउन चाहन्छु। हामी सबैजनालाई थाहा भइसक्यो, हामीलाई मल्टी इन्टरनेसनल कलेजले सहयोग गरेको छ आजको